हेलो गाइज, वेलकम टु माई ब्लग। म अहिले चाहिँ यो इस्तानबुलको एयरपोर्टमा छु। यो अहिले ठ्याक्कै रातिको कति बज्यो 12:30 जस्तो भयो यहाँनिर। अनि म यहाँ कनेक्टिङ फ्लाइट माल्टाबाट म नेपाल काठमाडौँ आउँदैछु। अनि यो अहिले म यहाँनिर एयरपोर्टमा छु। अब यहाँ इस्तानबुलबाट काठमाडौँ जान आँटेको र एयरपोर्ट कस्तो बवाल रहेछ क्या। लेट्स सी द एयरपोर्ट अराउन्ड। इस्तानबुल एयरपोर्ट जस बवाल ठुलो रहेछ है। सो अब ट्याक्कै यहाँबाट मेरो रातिको 2 बजीको फ्लाइट छ। अनि त्यस पछाडि काठमाडौँ म त्यस्तै 11 साढे 11 बजीतिर म ल्यान्ड हुन्छु। र म यहाँनिर एउटा देखाउँछु है, यहाँनिर है काठमाडौँको कहाँनिर छ त यहाँनिर हेर्नु पर्यो। काठमाडौँ D8 भनेर त्यहाँनिर 40 मिनट ढिला भनेर नेपालीमै लेखिदिएको छ त्यहाँनिर काठमाडौँ भनेर। आई रियली लाइक इट। आई रियली लाइक हाम्रो नेपाली ल्याङ्ग्वेज। यसलाई पनि यसरी प्रमोटहरू गरेको यसरी मलाई राम्रो लाग्छ। जस द्याट्स वेल डन टर्किस एयरपोर्ट, इन्टरनेसनल एयरपोर्ट। विशाल छ एयरपोर्ट। मेरो जानुपर्ने ठाउँ चाहिँ अब डी भनेको छ D8। Let me check where is D8. D उतापट्टि छ। यो एरिया एकदम ब्रान्डहरूको एरियाहरू रहेछ। यो बर्बरी भन्नेको ब्रान्डको रहेछ। लोई वीको महँगो ब्रान्डहरूको रहेछ। कोही तपाईँहरू यसरी फर्स्ट टाइम इन्टरनेसनल ट्राभल गर्दै हुनुहुन्छ, यसरी एयरपोर्टहरूमा कता के भनेर हराउनुहुन्छ भने प्रायः जस्तो यस्तो साइनेजहरू हेर्ने गर्नुपर्छ है। यस्तो साइनेजहरूमा चाहिँ यहाँनिर लेखेको हुन्छ क्या, यो 1 2 ABC 1 2 3 कता हो भनेर। म जानुपर्ने भनेको चाहिँ यसरी म तपाईँलाई देखाउँछु है। यहाँनिर यहाँ देखाइरहेको छ इन्फर्मेसनहरू होइन। जस्तै म जानुपर्ने भनेको अहिले ठ्याक्कै भन्नुपर्दाखेरि चाहिँ यो D8 भन्ने गेट जानुपर्ने हो होइन। अनि D8 चाहिँ अब कहाँ छ त भनेर खोज्दाखेरि चाहिँ अब ऊ त्यहाँ पर देख्नुभयो D लेखेको छ नि पर गेट्स। जस्तै ऊ त्यहाँनिर अब त्यहाँनिर यताबाट मेरो लेफ्टतिर हेर्नुभयो भने त्यो घडीको छेउमा त्यहाँनिर AB सिधा जाने, CD यता जाने भनेर एरोले देखाइरहेको छ यहाँनिर यो साइनेजमा। यो साइनेजमा हो त्यसरी अब आफूले यो साइनेजहरू हेर्दै हेर्दै जानुपर्छ। त्यस पछाडि ठ्याक्क पुगिन्छ। जस्तै अब म जानुपर्ने गेट डीमा हो होइन। डीको 8 नम्बरमा जानुपर्ने हो। र त्यो चाहिँ कहाँ छ भन्दाखेरि चाहिँ अब यहाँनिर छ क्या, यहाँ साइन देखाइरहेको छ D उतापट्टि हो भनेर। अब म त्यता जान्छु। AB कता हो भन्दा सिधा जाँदो रहेछ AB हो। त्यसरी हेर्दै जानुपर्छ किनकि अब एयरपोर्टको साइज बवाल ठुलो हुन्छ होइन।
अब कतिवटा फ्लाइटहरू भइरहेको हुन्छ अनि सबैको अब आफ्नो त्यो एउटा सेक्सन हुन्छ नि त, त्यसरी नै हेर्नुपर्छ। जस्तै अब यहाँ म अलिक क्लोजली यहाँ देखाएँ, ए र बी जाने सिधा, सी र डी जाने उता, म जानु पऱ्यो डीमा जानु पऱ्यो, डी यता छ। त्यसरी हुन्छ है। मैले त कतिजना नेपालीहरूको त्यो यसरी इस्तानबुल एयरपोर्टमा यसरी अब हरायो, आई मिन लाइक कहाँ जाने भन्ने थाहा भएन, अनि कतिलाई सोध्यो कसैले पनि हेल्प गरेन भनेर भन्छ। अब अलिकति डेभलप ठाउँतिर प्रायः जस्तो मान्छेले अलिकति त्यसरी हेल्प अलिक गर्दैन क्या, किनकि अब सबै कुरो लेखेको हुन्छ, सबै कुरो इन्फर्मेसन हेर्नु पऱ्यो नि त। सर्टकट गर्न खोज्दाखेरि हुँदैन क्या, मान्छेले अब कति मान्छे नचिनेको मान्छेसँग डाइरेक्ट एप्रोच गर्न मान्दैन, भरे केही स्क्याम हो कि के हो कि भन्ने पनि हुन्छ नि त। त्यो भएको कारणले गर्दाखेरि पनि प्रायः जसो अलिकति डेभलप कन्ट्रीतिर प्रायः जसो मान्छेले अलिकति कसैले केही एप्रोच गरिहाल्दाखेरि अलिक त्यति राम्रो रेस्पोन्स कोही बेला आउँदैन है। त्यस्तै छ, अब लागिँदैछ गन्तव्यतिर।